हेलो एभ्रिवान, यो चाहिँ मेरो डे 2 हो मेरो मिनी ब्लगको। सो आज चाहिँ म जाँदैछु हाम्रो फिल्थामको पार्क एक्सप्लोर गर्नको लागि। सो यो चाहिँ म पार्कभित्र छिरेको छु अनि यहाँ चाहिँ एउटा सानो चिप्लेरी रहेको छ। यहाँ चाहिँ पहिला एउटा पिङ पनि थियो, त्यो चाहिँ अहिले हटाइदिएका छन्, किन थाहा छैन। अनि यहाँ चाहिँ सानो सानो चिप्लेटीहरू पनि रहेको छ। यो चाहिँ हामी पनि खेल्छौँ कहिलेकाहीँ। अनि यो चाहिँ खेल्ने कुरा हो यहाँको, यहाँ बसेर खेल्न मिल्छ यसरी। मैले खेलेको रहेछु। एन्ड यो हामी गएको छौँ अर्को नजिकैको अर्को पार्कमा। यहाँ चाहिँ यो एउटा ग्रिनरी भएको ठाउँ छ जहाँ चाहिँ बसेर इन्जोय गर्न मिल्छ। अनि यहाँ चाहिँ एउटा लसुनको जस्तो बोट थियो जुन चाहिँ के हो मलाई थाहा भएन। अनि हामी फेरि भित्र छिरेको छौँ। अनि यहाँ चाहिँ रहेको छ दुईटा स्वानहरू। अनि यिनीहरूलाई चाहिँ म प्रायः जस्तो हेर्न गइरहेको हुन्छु। अनि यिनीहरू चाहिँ यो पानीमा डुब्दाखेरि एकदमै यो हेर्न चाहिँ माइन्ड फ्रेस गराउने खाली हुन्छ। अनि उनीहरूले हेरेर अर्को दुईटाले चाहिँ बच्चा कोरलेको थियो, त्यो पनि एकदमै क्युट थियो। त्यो पनि मैले एकछिन हेरेँ। उनीहरू चाहिँ बिस्तारै बाटोतिर जाँदै थिए। यो चाहिँ एकदमै रमाइलो खाली थियो। अनि त्यसपछि अर्को दुईजना चाहिँ चलिरहेको थियो, सायद केही खाना खाइरहेको थियो होला उनीहरूले। सो आजलाई चाहिँ यति नै। टु बी कन्टिन्यू। बाई।